ल साथीहरू आज चाहिँ लोबेन दादालाई कपाल काट्नु लगेको हौ खै कपाल काट्नु जानु सक्दैन नि त गाडीमा हालेर लानुपर्छ कस्तो खालको गर्छ है कपाल राम्रो भन्न कस्तो कट अरे आमा आर्मी काट दाजुभाइ दुईजना काट्ने अरे आज यता फेरि अर्को दाजु पनि छ दाजु त आर्मी नै भइसकेको छ अब कहिले जान्छ बा दाजु त हो लोबेन भन्दा 28 दिनको ठुलो हो दाजु निमेश यता चाहिँ भाइ फेरि आमा दाजु आर्मीमा गइसक्यो भाइ छैन भर्खर 9 पढ्दैछ अन्त फेरि कपाल चाहिँ आर्मी कट अरे आमा किन दाजुको सपोर्ट गरेको दाजु आर्मीमा गयो भनेर सपोर्ट गरेको अन्त दाजु आर्मीमा गएपछि त फेरि सधैँ आर्मी काट्छस् यस्तो छ है साथीभाइ हाम्रो लोबेन दादाको दाजु आर्मीमा गएको जानेवाला छ ऊ भाइ पनि फेरि आर्मी कटै काट्ने अरे आफै यहाँ सन्चो नभएर कस्तो भइरहेको छ फेरि हो कपाल काट्नु लानै पर्ने फेरि अहिले छुर्पी खान थालेछ फेरि आमा टेरिका अर्को ब्यागमा फेरि हिजो ल्याएको ग्यावरी ऊ खाँदैछ फेरि ऊ सिङ्गल ल्याएको ल है साथीभाइ हो छ है लोबेनको सेलुन चाहिँ यहाँ मियो अमरे पनि खोलेको छ है हाम्रो दिदीले डाली फाटक